हेलो दर्शक नमस्ते साथीहरू। अ, यो कान्तिपुर न्युजको चाहिँ पेपर हेर्नुहोस् त। यसमा चाहिँ मैले अस्मिता छेत्री है लोकगीत लोकगायिका, अनि त्यसपछि अर्को हाम्रो युट्युबर भाग्य न्युपाने, अनि अर्को चाहिँ एउटा हाम्रो सङ्गीतकार चेतन सापकोटालाई चाहिँ चिने है, अरू चाहिँ मैले चिन्न सकेन होइन, को हुनुहुन्छ है। उहाँहरूको बारेमा के लेखेको छ कि हेर्नुहोस् त। हरेकै कुरालाई पनि राजनीतिमा चाहिँ राजनीति बनाउन चाहिँ हाम्रो नेपालका मान्छेले सिकेको छ है। राजनीतिमा लिएर है यिनीहरूको यसरी चाहिँ छापेको छ होइन। के सत्य हो के गलत हो त्यो त मलाई थाहा छैन है। तर भए पनि चाहिँ यसरी चाहिँ किन छापिएको छ क्या, यिनीहरूलाई चाहिँ कसले नै अथोरिटी दियो कि यसरी छाप्नको लागि अर्काको निम्ति है। पेपरमा अनावश्यक छापेर होइन, अर्काको नाम बदनाम गरेर है। कुनै रिसिभी थियो कि सायद कसैले चाहिँ पैसा खुवाएर चाहिँ यस्तो लेखाउन पठायो कि के भयो होइन। तपाईँहरू के भन्न चाहनुहुन्छ होइन, के यो सही हो होइन। कसैलाई त लाग्ला है, जो उहाँहरूको विपक्षमा हुनुहुन्छ उहाँलाई चाहिँ सत्य नै लाग्ला होइन। कसै चाहिँ कोही चाहिँ उहाँहरू चाहिँ उहाँहरूको फ्रेन्ड हुनुहुन्छ, उहाँहरूको विपक्षमा हुनुहुन्न, उहाँलाई चाहिँ राम्रो लाग्ला होइन। हजुरलाई चाहिँ यो कुरा चाहिँ कस्तो लाग्छ, चाहिँ राम्रो कमेन्टमा लेखेर दिनु होला त।